हेलो गाइजहरु, नमस्ते सबैजनालाई। हामी चाहिँ हिजो स्याङ्जा भ्यू पोइन्ट घुम्न गएका थियौं। हामी चाहिँ सदिछा, म अनि शिव भाइ भएर स्याङ्जा भ्यू पोइन्ट घुम्न गएका थियौं। जाने बेलामा चाहिँ यो चाहिँ आदि खोलामा गएर चाहिँ एकछिन यसो भिडियोहरु बनायौं। थोरै थोरै क्लिपहरु बनाएर हाल्नु हुन्छ भनेर चाहिँ सानसानो क्लिप बनाउँदै छौं। आदि खोलाको सिनहरु हेर्दै हेर्नु होला। आदि खोला हेर्दै बनाउँदै छौं। धेरै नै बनाउँदै छौं। अनि चाहिँ धान थियो उतापट्टि चाहिँ, त्यही भएर धानमा हिँडेर बनाएको। अनि आदि खोलाहरु हेर्नु र ठुलो छ, एकदमै राम्रो छ। पारीको यो बुटो चाहिँ नि खिच्न मन लाग्यो, अनि त्यही भएर खिचेको यतिकै। कुनै भिडियोमा हाल्नु हुन्छ भनेर खिचेको। अनि फाइनली हामी भ्यू पोइन्ट पुग्न लाग्यौं। शिव भाइको घर चाहिँ अलि उतापट्टि छ, अनि त्यही भएर पहिले चाहिँ 2 जना जाँदै थियौं, अनि हामी 3 जना भएर गएको। जाँदै नै छौं। यो चाहिँ नुवाकोटको जस्तै सिडीहरु रहेछ, एकदमै हिँड्न गाह्रो भयो। घाम लागेको भएर पसिनै पसिना भइए थियो। बल्ल बल्ल गरेर गएको। अनि हामी फाइनली पुगिसक्यौं। टिकट काट्नु पर्ने रहेछ, अनि टिकट काटेर गयौं भ्यू पोइन्ट। भ्यूहरु राम्रो देखियो। स्याङ्जाको भ्यूहरु नि एकदम राम्रो देखियो। अनि चाहिँ म हिँडेर टिकटक बनाए, यसो भिडियोहरु खिचेम हिँडेको। तर घाम परेको भएर होला, अलि अनुहारहरु पनि कालो कालो आथ्यो। फोटाहरु खिचेम धेरै नै। जराहरू पनि रहेछ, यता पनि खिचेम। यो फोटो चाहिँ एकदम राम्रो लाग्यो के, कस्तो राम्रो आको। सदिछा हुन् शिव भाइ। वरिपरि फुलहरु पनि थियो, एकदम राम्रो थियो। तिनीहरु भाइसँग एउटा फोटो खिचेको। धेरै पछि भेट भएर गएको सदिछा र म। एउटा चिल जस्तो रहेछ, अलि त्यो बनाउँदाखेरि चाहिँ अलि बिग्रे जस्तो लाग्यो कि मलाई। त्यो यस्तो हातमा पर्न पर्ने ठाउँमा टाउकोतिर परेछ के त्यो पखेटाहरु। अनि त्यही भएर एकदम धेरै घुम्न पर्ने के, घुमी जान पर्ने। शिवको मूर्ति रहेछ। यहाँ पनि एक कुन टिकटक पनि बनाएको। यहाँ पनि यो पानी अलि फोरो फोरो रहेछ कि, त्यो सफा गर्नुपर्ने रहेछ। भिडियो पालै पालै खिचेर चराएको मूर्ति रहेछ। उचालेर खिच्नु दिदी भन्दै थिए भाइले। यसै फाइनली फर्किसके हामी अब सदिछा। यो बाटोमा आएर बनायौं टिकटक। यो पनि बाटोमै बनाउँदै जाँदै गर्थ्यौं। घर आउँदाखेरि 4 बजिसकेको थियो। 4 बजेतिर आएर टिकटक बनाएर बसेको। एउटा गीत लगाएर अनि नाचेर बनाएको। एकचोटि नै मैले प्र्याक्टिसै नगरिकन बनाएको। प्र्याक्टिस नगरिकन आफ्ना ताला नाचेको। कस्तो कस्तो भयो, हाँसो लाग्दो। सदिछाको जति पनि भएन मेरो त।